हेलो साथीहरू नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि म चाहिँ नि एकदम धेरै दिनपछि आज भ्लग लिएर आएको छु होइन। थुप्रै भयो क्या मैले भ्लग बनाएको। अनि आज चाहिँ नि बनाइदिउँ न यस्तो भनेर बनाउन लागेको। अनि मेरो युट्युब फ्यामिलीहरूले फेरि ओहो कहाँ गयो किन आएन भ्लग भन्नुहुन्छ होला भनेर। अनि मैले चाहिँ के यस्तो आज मलाई एकदम जाडो भयो कि धेरै दिनपछि। हिजो अस्ति त गर्मी भएको थियो। अनि मौसमकै यस्तो भयो क्या, यस्तो ब्लर देखाइहाल्छ क्या फेरि मौसमको कुराहरूसित यस्तो भयो है। अनि म तपाईँहरूलाई त्यहाँ एक ठाउँमा लैजान्छु कि एउटा चिज देखाउन पर्खिन है। मैले यहाँ कहाँबाट जाने होला फेरि लोड्छु क्या म त फेरि ढङ्ग आएर यहीँबाट हो क्या। बुढाहरू त फुत्त झर्छन्, म सक्दिनँ। यहाँबाट हो क्या, यस्तो डेन्जर चोर बाटो हो क्या एउटा हाम्रो घरको। मलाई यहाँ यताबाट हिँड्नै डर लाग्छ कि यस्तो खोल्सा परेको हो। अनि त्यो ढुङ्गामा टेक्दा कता पुत्रुक्क ढुङ्गा सबै आफ्नै माथि आउने हो कि भन्ने बडा ठुलो पिर्पा चाहिँ आइया झर्नै सकिन्न क्या। यहाँ त अब क्यारे झर्ने हो। यसरी नै साथीहरू म पहिला झर्छु। ल बल्ल बल्ल झऱ्यो। यस्तोबाट प्राणै जाला जस्तो हुन्छ हाम फाल्ने भनेपछि त के हो कुन्नी। यहाँ के मैले के देखाउनु लागेको भने मैले त्यहाँ माथि अघि भाँडा धुने बेलामा दुईवटा गिद्ध उडेको देखेको थिएँ। अनि के तपाईँहरूले गिद्ध नजिकबाट हेर्नुभयो कि हेर्नुभयो होइन। मैले त देखिरहेको छु क्या। यहाँ चाहिँ नि आइरहेको छ कि किनभने यहाँ छाडा पशुहरू चर्छ नि त, चरन छ नि त। अनि त्यो के मर्छ क्या, त्यो गाई भैँसीहरू गोरुहरू मरिजान्छ क्या। त्यो उस भएर केले खाइदिएर कहिले बाघले खाएर कहिले बुढो भएर होइन, कहिले चिसो भएर मर्छ। अनि मरेपछि चाहिँ नि त्यो मरेको ठाउँमा गिद्ध आउँछ हेर्नुहोस्। अनि गिद्ध आएपछि चाहिँ नि उड्यो। म आएको थाहा पाएँ क्या त्यसले। डुट्टा उडेर गइहाल्यो भाइ। नजिकबाट देखाइदिन्छु भनेको साथीहरूलाई। अर्को नि गयो, अर्को नि गयो। कति धेरै रहेछ, गयो भाइ सबै। नजिकबाट देखाउँछु भन्ने सोचेको थिएँ मैले। पुरै प्लानमै पानी फिर गया भयो। किन गयो, किन भाग्यो यिनीहरू मलाई देखेर। म यस्तो डराउने कुरा जस्तो देख्छु क्या यिनीहरूले। किन आएर बसेको नि, बिहानबाट यहाँ आएर बसेको कि यिनीहरू हेरेँ। यहाँ थियौँ यहाँ हाम्रो घरको साइडमा। गए उडे पुग्यो टाढा पुग्यो। मौसम यस्तो भयो सिरेर हावा बरु पानी पऱ्यो भने त यो मौसम बरु ठिक हुन्थ्यो होला नि। पानी नपरेर अब यो औसिलो पाक्ने बेला भयो। औसिलोको फुलहरू लाछ। मलाई त औसिलो खानु टाढो जानै पर्दैन के, घरकै छेउछेउमा औसिलो है। झ्याउला अनि दुईवटा झऱ्यो होइन। अनि औसिलो खान आयो। र यो वर्षको नयाँ फल औसिलो खाइहालौँ है। धुलो धुलो होला। आम्मामा अमिलो रहेछ, अमिलो। त्यति राम्रो पाकेको त नरहेछ। ल यही हो औसिलोको बुट्टा। यता सबै औसिलोको बुट्टा। हाम्रो घर उ त्यो हो यता मुनि मुनि सबै औसिलोको बुट्टा। झ्याउला नि यतै झर्ने औसिलो खान टिक्रिक टिक्रिक पार्दै होइन, कतै जान परेर। मैले चाहिँ नयाँ फल यो वर्षको चाखिसकेँ। अलि अमिलो अमिलो रहेछ। अलि बेला भएन, पानी पऱ्यो भने बुर्रै पाक्छ अब सबै फलिसके त। यता मुनि मुनि सब गोरु हिँड्ने बाटो हो। यहाँ पनि छ औसिलोको बुट्टा। मेरो घरको वरिपरि त औसिलोको बुट्टा क्या सबै। यता चाहिँ यो सब गोरु हिँड्ने बाटो। ल हेर्नुहोस्
ए औसिलोको बुट्टा यस्तो झुप्पै झुप्पो फल्छ यहाँ त म कहाँ दुःख गर्नै पर्दैन होइन। अनि त्यो माथिको हाम्रो घर हो टुच्चा देखेको यहाँ मुनि त यता चाहिँ वन कुखुरा नि हिँड्छ क्या साथीहरू। अस्ति मैले हिँड्दा हिँड्दै यहाँ एउटा भेटेको पुर्र म त तर्सिएँ एकछिन त के होला भनेर। यता चाहिँ अलि नपाकेछ कोपिला चाहिँ छ त्यहाँ मैले खाएको ठाउँमा पाकेछ। यो गोरु हिँड्ने भैँसी हिँड्ने बाटो हो अनि गो हगे ह तिनीहरूले गोबर हगे ह यताबाट चाहिँ हाम्रो गेटमा निस्किन्छ। अघि भर्खर खुट्टा धोएको यस्तो धुलै धुलोमा आएछु फेरि बिर्सेर। म त भित्र फेरि तरकारी बसाली राखेर यस्तै हिँडिदिन्छु क्या त्यो डेन्जर हो क्या म त। त्यहाँ चाहिँ यो चाहिँ हामीले गाई भैँसीलाई यस्तो बार बनाएको के अरे मेड इन चाइना भएछ साथीहरू। यस्तो भत्केर हैरान भइसक्यो। यो चाहिँ भैँसीको गोबर हो कति ठुलो हुन्छ एक बाल्टी नै हुन्छ यता एउटै। यहाँ चाहिँ बुढाले हाम्रो पञ्चासे रिसोर्टको बार चाहिँ नि पुरै बार भन्नाले खम्बा चाहिँ पुरै भत्केर नयाँ हाल्न लाग्यो होइन बुढा। आफै मिस्त्री हो क्या मेरो बुढा चाहिँ। यो चाहिँ हेऱ्यो होला लामो भएछ यो खम्बा थोरै उताको हुन्छ हो चाहिँ हाम्रो बोर्ड हो आफै यहाँ खम्बा टाँस्न लाख। यो चाहिँ हाम्रो ढुङ्गा हो ऊ त्यहाँ छ हाम्रो ढुङ्गा हो त्यो पनि हाम्रो ढुङ्गा हो। यता बजारको घर हो के अरे। छोड्नु त एकचोटि साइड। अब यताबाट चढेर त्यहाँ ठोक्ने हो। यो चाहिँ कण्ठाकारीको बुट्टा यो चाहिँ नि यति त हुन्न र बारीभरि यही हुन्छ। ल अब यो हुन लाग्यो पुरा यत्रो बोट धानिदिने म त मान्छे बलिरहेछु है दिदी फेरि आउनु पर्यो। ए मैले चाहिँ यस्तो समात्ने काम हो के साथीहरू म उसो के कता हो ल एकछिन है साथीहरू एकछिनमा भेटौँला। लट्ठी त खर्दैन बोट त खर्दैन लट्ठी मात्रै त हो मान्छेसँग होइन। के भयो कहाँबाट आयो 4-5 इन्ची बजे घरबाट मागेर म जानु के गरौँ काम नै गर्छ अब चाहिँ म यहाँ हल्का
अब जाडो महिनाभरि झारै पलाउँदैन। अब अलिअलि अब गर्मी सुरु हुन लाग्यो नि त हौ। सबै यसरी झार पलाउँछ कि त्यही भएर अब चाहिँ यहाँ रुमको अगाडि यसो झारसार उखाल्नु पऱ्यो भनेर यता माथितिर पहिला यता उखालेर त्यता उखाल्नु पर्ला यता उता बाटोतिर है। आमामा काम त गऱ्यो भने त कति हो कति नगरेर पो त साथीहरू। मौसम पनि यस्तो भयो शीतल हो। गर काम गर भन्ने कि मौसमले। ल एकछिनमा भेटौँला है त। ल आजलाई यति नै। यहाँ थिम्को सिद्धियो। अब उता बाटोतिर सरी गर्न हौ त्यो बाटोतिर गर्न हौ। यहाँ तल खर्केटीसम्म त गरेँ के अरे तलतिर त पनि झाडु नि लाएन। यति मात्रै गरेँ आजलाई। यता चाहिँ भोलि गर्ने हो। यहाँ चाहिँ यो यसलाई हामीले यो हललीको सागको जरा यस्तो गडेर बस्छ। यसलाई निकाल्नै सकेन। भोलि गर्न पर्ला। ल हो त्यहाँसम्म ठ्याक्कै यहाँसम्म गरेर भ्याइयो आज। अब बर्खा लाग्यो अब यस्तै हो झार उखालेको उखाले। कामै यति हो साथीहरू। यति धेरै भैँसी आएको हो त्यो यता हेरेको त राँगो हो कि साथीहरू। यस्तो डढाउँछ। अहिले म यहाँ गेट बाहिर पुगेँ भने त त्यो त उता पुग्छ पोखरै पुग्छ। यस्तो डराउँछ। आइ यहाँ फेरि एउटा यहाँ पुरै यहाँ अगाडि सबै गोबर हाक्ने यिनीहरू यो हुर्यो। आइ ल आइ ल फर्केर हेर्छ। होरियो राँगो हो क्या होरियो चाहिँ। आइ भैँसी कति धेरै हो 1 2 3 4 5 6 7 8 9 10 11 12 योसँग 13 उता गइसक्यो 4 5 वटा अझै 15 16 वटा भैँसी कसको रहेछ। अब म चाहिँ हामी चाहिँ पत्ता सोर्न कतै जान पर्दैन। यही रुखको पत्ता झर्छ है यहाँ। यो जम्मा गर्ने हो ट्याक्क यो डोकोमा हाल्ने हो। अब यता यो उठाएर भ्याएर हेरी यता सोर्ने हो। उता थुप्रो बनाइराखेको छ थोरै। अहिले चाहिँ घाम मात्रै लाउने अनि र पानी नपरेर यो पताइ जति सबै झुरुम भयो। अनि सोर्नै गाह्रो भयो।
अब यो चाहिँ नि हाम्रो यहाँ पार्किङ जस्तो ठाउँ हो। यो चाहिँ ढुङ्गा छ, ढुङ्गाको माथि त्यो मुढोहरू राखेको छ। यो चाहिँ मल हो, भर्खर मैले सोरेको पत्ता यहीँ हालेको। यहाँ चाहिँ नि अब यस्तरी मल हाल्ने अनि पत्ता हाल्ने गर्नुपर्छ, अनि बल्ल यहाँ मल राम्रो हुन्छ के। यो चाहिँ हाम्रो टर्नेलो हो। गोरुले खाली गरिदिएपछि चाहिँ नि यहाँ अब केही भएको छैन। अब यहाँ यो खर छ त्यो कटेजको लागि। अब यो खर माथि लगेपछि यहाँ चाहिँ अरू केही रोप्ने कार्यक्रम हुन्छ साथीहरू। यहाँ चाहिँ नि यस्तै सलक्क चारतिरबाट केहीले घेर्नुपर्छ फेरि। अब बर्खामा पानी धेरै पर्छ यहाँ, अनि पानी धेरै परेपछि खेती केही हुन्न भने जस्तो। यहाँ त्यो पानी घाम चाहिँ कहिले कहिले लाउँछ, पानी चाहिँ परेको पर्यो फेरि। के लगाऊ रहेछ यो पानीलाई यो ठाउँसम्म। हाम्रो गुराँस चाहिँ नि अझै फुल्दैछ है साथीहरू, ल हेर्नुहोस्। काग ल अब चाहिँ आज त मेरो काम यति नै होला। अब मेरो आजको भ्लग चाहिँ यति नै हो साथीहरू। अब अरू दिन पनि अब म डेली भ्लग लिएर आउने कोसिस गर्छु, पोसिबल भएसम्म। त्यही नै हो साथीहरू। अब अरू चाहिँ के भन्नु हो, मेरो काम चाहिँ आजलाई भ्याइयो। अब यहाँ अब हातखुट्टा सातखुट्टा धुने हो। ए भैँसी त सब भाग्यो, एउटा त यहीँ रहेछ। यसको साथीहरू त सब गइसक्यो कि फेरि। यो चाहिँ यहीँ रहेछ। यो बाटो अहिले भर्खर सोरेको हो। अब कहाँ गयो, यता नि छ पत्याहरू। मलाई झ्याउ लाग्यो आज भोलि यसको पालो। अब यो पनि दाउरा हुन्छ, दाउरा हो। अनि यो मने हो हाम्रो। यहाँको चाहिँ अङ्खरा चोरी भएछ साथीहरू। यहाँ अस्ति बेलुका कागले के भनेर कता चाहिँ लयो भन्ने कुरा हो। अस्ति बेलुका बुढा पूजा गर्न आउँदाखेरि भनेमा अङ्खरै छैन। अब पोखरा जाँदाखेरि अङ्खरा लिएर आउन पर्ने छ। यो चाहिँ नि हो हाम्रो चैते लसुन। यो चाहिँ पाकिसकेछ, पाक्यो होला नि है, त्यही भएर पो पहेँलो भयो। आमामा यत्रो लसुन खान सक्छ मैले? आमामा कति ठुलो, बाबा 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 माइ गड। म यो लसुन देखेर म ढलेँ, म खुत्रुक्कै परेँ। ए धुलो बुङ ती उडेछ जताततै। धारामा पानी नै आउँदैन हाम्रो ठाउँमा। धेरै आउनु त आउँछ के, त्यस्तो आउँदैन आउने होइन। आउँछ तर यस्तो इनफ हुने गरेर आउँदैन के। यो चाहिँ हो मेरो रुख टमाटर। अहिले यत्रो नेक्स्ट इयर मेबी अलिक ठुलो हुनसक्छ। अब यो लसुन चाहिँ नि मर्या हो कि पाक्या हो म त बुझ्नै सकिनँ। यस सागहरू चाहिँ उखालेर फालिदिनु पर्यो है। यो यिनीहरू चाहिँ फुलिसक्यो नि त। अब फेरि लसुनै जाला भन्नुपर्ने के योसँग। ल त साथीहरू, अब आजको भ्लग यति नै। अब म यो भ्लग चाहिँ यहीँ इन्ड गर्न लागिरहेको छु। अनि अब जाँदा के भन्न चाहन्छु भने, मेरो पुरानो सब्सक्राइबर साथीहरूलाई मेरो भ्लग हेरेर साथ दिनुभएकोमा धन्यवाद। अनि नयाँ साथीहरूले हेरिरहनु भएको छ भने प्लिज मेरो च्यानललाई लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। यति भन्दै आजलाई म यति नै। भोलि अर्को नयाँ भ्लगमा भेट्नेछु। ओके, बाई बाई।